रवि लामिछानेले हिजो गरेको भाषणमा पुराना दलका नेताहरूले नि प्रशंसा गरिरहेका रहेछन्। कस्तो थियो त हिजोको भाषण, एकचोटि यो सुन्नुहोस् न त। साथी हो, यो देशको भविष्य कस्तो लेख्ने तपाईको हातमा छ, मात्र तपाईको हातमा छ, अरू कसैको हातमा छैन। जनताले दिए तपाईलाई, ल लेखा हाम्रो भविष्य, ल रोका हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गरेर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईको काँधमा आएको छ। यसको महसुस गर्नु होला। म फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु, संसारको कुनै पनि देशले बिरलै पाउने यो अवसर तपाईँ हामीले प्राप्त गरेका छौँ। मलाई चाहिँ उहाँको कुरा एकदमै मन पर्यो। अनि तपाईँहरूलाई मन पर्यो कि परेन भन्न भने चाहिँ नबिर्सनु होला। अहिलेसम्ममा पुराना दलका नेताहरूले यतिको भाषण गरेर सुनाउनु भएको थिएन क्या। पहिला मदन भण्डारीहरूले भन्नुभएको थियो यतिको सुनिराख्न मन लाग्ने कुराहरू गर्नुहुन्थ्यो, तर अहिलेका ती पुराना दलमा भएका नेताहरूले यतिको गर्नुभएको थिएन क्या। उहाँहरूले त आश्वासन दिन मात्र जानिराख्नु भएको थियो। अब रवि लामिछानेबाट पनि केही सिक्नुपर्ने अवस्था आयो जस्तो छ क्या पुराना दलका नेताहरूले। अब तपाईँहरूलाई के लाग्छ, राम्रो लाग्छ कि लाग्दैन, प्रतिक्रिया दिन भने चाहिँ नबिर्सनु होला। हस् त, धन्यवाद।